होइन हाल्ने पानी भरेर खाने अहिले खुसबु मिसको अब 3 किलोमिटर हिँड्नै छ मलाई घटाउन भनेर यहाँ यो फार्म चुज गर्नु भएको भन्नु त हाँसेर म त्यहाँ पुग्दा त रुन्छु होला हाम्रो गाडी त्यही त रोकेर ल्याइदिनु यहीँ डुम्डेमा चाहिँ होइन उहाँ के उता लुङ्गे पुलु ए होइन मैले त्यही पुलमा रोक्दिनँ भनेको माथि हेरेर त्यो पुल हाम्रो पर्दैन होला जति बेला पनि हिँड्छ अरे यो बाटोमा त्यही भन्छ हेलो कहाँ जानु लागेको यसको फाउन जानु थालेको यस्तो पसिना पसिना आएर यही बाटो के उसले मलाई गाउँ पनि लगाएको यस्तो दिन पनि आउनु रहेछ गाडी पछाडि बसेर हिँड्ने के भगवान के दुःख पाइयो यसमा त हिन्दी गानामा भिडियो बनाउनु जस्तो ठाउँ छैन बाबा हिन्दी गाना पनि बनाउने अहिले ल नाचेकै बिरा हो क्या होइन कि यहाँ दिल्लीको ए हुसुनु कि पहाड भनिन्छ यो के अरे इको फार्म भिलेज आएको रे यस्तो ए कहाँ हो त्यस्तो ठिक हुन्छ क्या बाटोमा त्यही पुल तरेर जान भनेको होइन भन्दा म पहिला ट्याप नाच्नु झाइकिरामा हो कि फाइकिरामा कतिको नामा बनाएको हो भन यस्तो साधन नहुने ठाउँ त नबनाइ नि हुन्छ यार झ्याउ कहाँ हो हिरो नि कहाँ हो हिरो नि धान रोप्ने हेर्छौँ क्या त्यहाँ तलतिर त फले पो किनेर लैजानु त्यो बोट के गर्नु यहीँ कति बज्ने हो कतिखेर त्यहाँ झर्ने हो अहिले एक घन्टा त आउने लाग्यो रिटर्न गर्छ अहिले यता यस्तो हिँड्न पर्ने रहेछ जाँदा केमा जाने अहिले त त्यही गाउँतिरबाट आउने गाडी आउँछ क्या त्यही डाइरेक्ट बुटोल जाने झन् भोक लाग्यो क्या त्यही भएर उहाँ अर्डर गर्दै गर्नुहुन्छ अरे क्या हजुर आउँदै गर्नु यो मकैबारी दर्याम टिकटक बनाऊ भयो के पढ्नु पर्दैन यो झलुङ्गे फुल बनाएको हो सोध्नु न
ल हाय झुलुङ्गे फुल आयो के अरे 3116 बल्ल बल्ल हामी इको फार्ममा आएको छौँ साथीहरू हेर्नुहोस् लोकेसन हामीले दिन सकेनौँ भन्नु यहाँ आफै हिँड्न सकेनौँ लोकेसन नमाग्नु होला कृपया यो गाइडसँग कहिले पनि नआउनु होला यो टुरिस्ट गाइड एकदमै एकदमै के नजानु मेन गेटको ल हिँड्नुकै गराउँदै ल झम्कै खै कृपया भ्रष्टाचार गरेको पैसा यहाँ खर्च नगर्नु होला हामीले त कमा खाम भो त्यसो भए हामीलाई फ्रीमा खाना दिनु नि त होइन बेहाल भएपछि म त बेहाल हिँड्न नसकेर पढ्नु नि त कृपया भ्रष्टाचार गरेको पैसा यहाँ खर्च नगर्नु होला हामीलाई फ्रीमा दिनु त्यसो भए के भ्रष्टाचार तपाईँहरू भ्रष्टाचार गर्नुभयो ए हेलो म त यसलाई डमी बनाएको भाइ कति राम्रो ए यो त हेरेन है यो त वेलकम गर आउनु के पाल्पाको अर्ग्यानिक मही ससेज पनि भेट्दछ कहाँ खानुभयो लोकल ससेज हवस् हुन्छ म अर्कै छ जस्तै लाग्छ दही झन् राखेको लागासम्म यस्तो हुन्छ र हँ लागासम्म यस्तो हुन्छ म लागासम्म गरेर लाने अन्त किन्न पाइन्छ बोतलबाट दुध डेरीतिर नकिन्नु पनि हुन्छ चट्टबाट भनेको होइन अर्कोचोटि घुम्न जाँदा खानु घर बनाएर खानु यसमा बोल्नुको मिस मिसहरूले अन्डा खान्छ भन्नुभयो टिमुर हालेको राम्रो राम्रो रहेछ क्या यो हजुर त दाम्ने मासु पोलेको खानुभएको नि साधेको पोलेको मासु खानुभएको नि कहाँ दाम्नेको यस्तो मिठो हुन्छ डाउनले कहिले गयो कहिले गयो होइन तर
अहिले त्यहाँ पस्ने भनेको त कहिले हो मिस? नपस्ने के अन्त तरकारी को बनाउँदैछ? मोमो मात्रै मोमो त मिठै छ र यो के को त हरियो त्यसमै होला के मैले आमा सोध्नु सुस्नु खोयो अनि हरियो के हुन्छ त कता चुसेर रसना पिठो मुस्छ के यो खाने प्लास्टिक काम हुँदैन हात खाने अघि एउटा ठुलो बोतल थियो नि एक बोतल पानी ल्याइदिनु पानी बिना बाँच्न सक्दैन होइन कि त्यही त त्यो अघि एउटा ठुलो बोतल थियो उता हात हाम्रो बस्नु भयो ल्याइदिनु हुन्छ क्या उता हाम्रो त मलाई फ्रिजको पानी ल्याइदिनु भयो क्या त्यस्तो होइन होइन तर उसै हो कि मजा पानी नै खान्छ कतिवटा उडाएर सम्झा त सोको लागि मात्रै हो म त हातले खान्छु हात पनि लगाएन के भन्नु घरमा कोही जानु घरमा भिडियो भयो कोल्ड खिच्ने लामा कोल्ड खिच्ने अब भिडियो भयो है यत्रो उकालोमा चढ्न हाम्रो सक्दैन 4 जनाको तपाईँ त्यसमा राख्नु है के यादमा टिकटकमा चटपट कहिले खानु त घर गएर खानु भन्थे सुसु मिसले थाहा पाउनु के हुन्छ नानी त्यो ओनर हो कपाल पालेको छ यहाँको उतापट्टि सुरु त्यो के पेट दुखाउँछ अहिले फेरि मलाई अन्त हेर्नु न हजुर खानु त भएन हजुरलाई त पसिना मैले पसिना खानु अन्त बल्ल सुक्यो त्यो ढाड्न अन्त हामीलाई माउन्ट एभरेस्ट पुग्नु पाउँदैन भात कता लेखा त्यो त भन्नु अघि बोतल थियो चेन्ज नक्कलीहरू अब यो सामने जाने के सामने त्यो झोला त्यही राख्नु घरमा खिच के सरता मिसलाई के भन्न चाहनुहुन्छ सरदा मिस आई मिसिङ यु भेरी मच छिटाउनु चितवन हो कि पोखरा हो कहाँ हो तपाईँ के भन्न चाहनुहुन्छ सरता मिसलाई हामी कहीँ खुचिङ खानु खान्छ अहिले देखा पठाइदिन्छु कि मैले तिमीलाई लुङ्गी तलेको भयो
खिच्ने ओल्ड हो फोटो सेसन चल्दैछ यहाँ छ भन्नु लाग्यो खतरा भयो आजको यात्रा उहाँ पारी के गरे इको भिलेज इको फार्म हो कि इको भिलेज हो चिदिस अरे चिदिस के भयो बेहाल आज मलाई मेरो जिम इन्स्ट्रक्टरले धेरै एक्सर्साइज गराउनु भयो आज नेचरमा गएर एक्सर्साइज गरौँ भन्नुभयो अनि नाइ भन्दा पनि लिएर उहाँ जिमवाला इन्स्ट्रक्टर भयो भने त मजाले हावा हुम्काउँदै हिँड्नु भयो डान्स टिचर हावा टाइट भइसकेछ मेरो उहाँको पुलदेखि हिँडेर आएको पनि हाम्रो त लौ त्यहाँ पुलबाट अनि यता सर्टकट नजिक पर्ने चाहिँ हो न यहीँ झरे त उहाँबाट आउँदा त यता गुल्टाङ यहाँ बोर्ड होला नि हो अनि यहाँ आउनुहुन्थ्यो के अरे यहाँबाट जाने रहेछ बल्ल थाहा भयो अब पहिला त यहाँ लुलो भन्छ सर त मिस हजुर नआएको ठिकै भएछ हिँडाइले मार्ने रहेछ यहाँ त आफ्नो साधन भए मात्र आउने नभए नआउने ठाउँ त राम्रो गाडीकै दुःख छ नै राम्री सबै आनन्द हो न चिसो भयो यहाँ कति राम्रो ठाउँ दुईजना अगाडि विष्णु कस्तो हिँड्नु भएर नि त अगाडि भुँडी पल्टाएर हिँड्ने जस्तो भुँडी भुँडी पिट्काएर हिँड्छ धेरै भएर बेहाल भयो इन्डियनको एउटा पर्चा थियो त्यहाँहरू किरा हो मेरो त उसले पेटभित्र चाहिँ अनि गएपछि पेटेर बजाएको थियो उयो धन्दै लडेको आजको यात्रा यादगार हुने भयो आयो भने त झन् यादगार हुन्छ त्यहाँदेखि आउँदा त कस्तो चिसो भएको थियो यता त फेरि गर्मी भएको फेरि हामी रानी झर्ना
तर अहिले झर्ना चाहिँ हामी यस्तै बाटोमा हिँडेको होइन मुस्ताङ जाँदा मुस्ताङ होइन मुस्ताङ त म गएन